हाम्रो काका हाम्रो काका केले नपुग्ने छ अनि हरे खायो के लेप्चाहरू त हामी जस्तै ल्याङफ्याङ खानुले नै बितेको त्यो खाएर नै त्यति भयो त्यस्तो भएको गरिब भएको त्यसैले खाएर लेप्चाहरू गरिब भएको गरिब देश जङ्गु त हो नि त बितेको यो पनाङले हाँसु कुन प्रसादे भन्छ हाम्रो प्रसादी तिम्रो कसो अरे तिम्रो बाजे प्रसादे भने होइन यहाँ हाम्रो भाइ प्रसादे कुरा गरेर जान्छ ए तीनजना चारजना होइन हामी यहाँ प्रसाद तेरो आमा एउटा कहाँ तेरो आमा भन्छ उसको त बजु पो त कहाँ आमा कस्तो कुरा गर्नुहुन्छ अनि तँहरको यो ओयामको एउटा थियो नि ओयामको त्यो जेठी चाहिँ के थरी थियो के पो यङया त होइन यङया भान्जी हौ माबो होला यङया भान्जी हो नि माबो त्यहाँ छैन माबो ओयाममा छैन पारिपट्टि जानेमा मात्रै छ त त्यो काकी तपाईँको भान्जी हो नि त यङया भान्जी हो नि त ओयामको यङया भान्जी हो नि त अनि कहाँ बाजेको चारवटी कसले भन्यो हौ चारवटी होइन नि तीनटा हो कि होइन तीनटा होइन हौ दुईटा होइन सौदेमा थियो भान्जी हो यहाँको भान्जी हो सौदेन के हो सौदेन जेठी चाहिँ त्यो टिकाको आमा चाहिँ अनि हो कि क्या यो केटाले भने होइन टिकाको आमा भनेको माथि सौदेमा हो यहाँको माथि भान्जी माथि उकोमा बस्ने हो माथि माउलो घर हौ औँसीनीको मैता घरमा बसे होइन त्यही त माउलो घर भन्छन् के होइन माउलो घर भन्छ आज मैले काटकिने सौदेमा त्यो एउटा अनि माथि त्यो माथि उको ल्याएको होइन त कहाँको नाइको यङयाङ चाहिँ पछि हो त्यो नरेन्द्रको त्यो के नरेन्द्र के भन्दै दुईजना हौ कसरी तीनटा छ हौ तिम्रो बजुको चौतारा अपना पानी त्यस्तो बाँसको उमा छ नि अर्को बजुको पर तल त्यो खतरनी भन्दैन ए बजुको सहित पो तीनटा हौ अनि कहाँ तिम्रो बजुमा नापेर अनि तीनजना बजु भन्दा हुन्छ अरू त हाँसुटेन कि हाम्रो प्रसादेको बुढीलाई कुन प्रसादै भन्छ कि कुइमा इत्र कुनमा इत्र छ कि कुन प्रसाद यहाँ हामी यहाँको हो त यहाँ प्रसाद देखा छौ उदेवी थान प्रसाद मेरो सेडा भाइ सुकिम पसेको उसको चाहिँ बुढी पहिला गयो अरे तिम्रो बाजेको होइन यसो थियो अरे सिक्दाबाट उखा चढ्दै यसो नि अनि दार्जिलिङमा खोल्यो लग्यो ऊ चाहिँ मातेर चढ्दै गयो बाँध छ त्यो सिक्दाबाट उता रम खाएर पैसा यसो चढ्दै मुझे बुढी कहाँ छ कहिले लग्यो रम्फूमा त्यो दबाई फ्याक्ट्रीमा काम गर्थ्यो होइन सिङताममा काम गरे त्यो बुहारी चाहिँ रम्फू फ्याक्ट्रीमा प्रसादी बुहारी काम गरे बुहारीले प्रसादीमा छ एउटा केटासँग लागेछ त्यो जाडा मातेर अनि केही नदेख्थ्यो घरमा गएर नि केटा सुताएछ नि त घरमै ल्याएको मेरो दुङ्गा भन्दैछ तपाईँहरूको त हाम्रो त बहिनी हो नि हाम्रो त बहिनी पो त प्रसादीको त्यो बाउ छ नि त्यो प्रसादिनीको ऊ त हाम्रो भतिजी पर्ने हौ त्यो म्याङबो त्यतिकै छ त ऊ त हाम्रो भतिजी हो नि त हाम्रो त साइन भतिजी लाग्छ नि त गएछ नि
फेनो पे भयो के थरी छ घरको के दार्जिलिङमा मरे दार्जिलिङमा मरे दार्जिलिङ गएको पो दार्जिलिङ त डरमा त छैन त सार बचार म पुगेको पनि डरमा भर्खरको केटासँग अरे भर जस्तो छ नि कलिले काटा सार बचार दार्जिलिङ दार्जिलिङ ल्यायो बस ए दार्जिलिङ ल्यायो कि कता लोग्यो लो ए हतपत छैन छैन त्यहाँ सिक्किममा चाहिँ बुढी यसो अर्का बुढी ल्याएपछि जारी तिर्नु पर्दैन हौ यहाँको जस्तो त्यस्तो खोजी नै हुँदैन ए रहेपछि सक्यो त्यही माथि ताङ्रे पढ नाम्रो जस्तो ल्यायो भने खोज्दैनन् भन्छ भने सक्यो जाउँ कि क्या हो दार्जिलिङ खोज्छ हँ त खोज्नु सक्छ अब नखोज्दा त खोज्दैन यादै गर्दैन चिउँ माथि फेरि यसो हिँडेपछि कहाँ हो खोज्नु जानु पर्छ झरे जाँडो सालिने जान्थ्यो म यी जान्थ्यो झरे त्यहाँ धान नाचेर हिँडेर तारको अनि धान नाचेर बिन्यासँग त्यस्तो झर मन त्यस्तो ए ए सालमा एकचोटि के पो बचाउ? एकजना मान्छे पुर्याउँथ्यो कि पारी हो त्यो बाहुनहरूको खत्रीहरूको व्रत बन्द अरे हौ रातभरि बजार सुत्नै थिए गुरुङले चाहिँ त्यसले काट्थ्यो गुरुङले चाहिँ गुरुङले चाहिँ काट्थ्यो त्यो अँ। सुत्केरीको आमा लग्यो नि 1 महिना नानी छोडेर कसले अनि त्यो अनि माथि गोपडा